यो के सागो अरे जोड सागो इलाम कुन खोला हो यता आसाङ कुन खोला हो ठोट्ने खोला र टिना खोला टिमाई पारी त इलाम हो नि होइन सबै पारी इलाम हो निन्द्रा पुग्यो विशाल सम्राट नारायण गोपाल भर्खर उड्दै हो हेलो हेलो यस्तो छ गाउँले जिन्दगी बारी खेती चोर सम्राट नारायण गोपालज्यू भर्खर उड्दै हुनुहुन्छ ल लिएर आउनु ए गाउँले पारामा हामी यता गफ गर्छौँ पहाड हेर्नु हाम्रो यो पहाड उता उहाँले मलाई एउटा सुझाव सल्लाह दिँदै हुनुहुन्छ हजुर कस्तो दिनुहुन्छ भने सरकारले नजानेको यो 5वटा रुख काट्नु 5वटा यो माथिको 10वटा रोप्नु उहाँको पनि सल्लाह त ठिकै हो मेरो भनेको भने रुखपात काट्ने होइन रोप्ने रोपेपछि खोला नाला बढ्छ जलस्रोत बढ्छ फेरि मेरो भने यस्तो कुराहरू चाहिँ हाम्रो मेयर साहब हर्क साम्बाङले सुन्नु भने खेद्नुहुन्छ उहाँले त खेद्नुहुन्छ रुख बल वन जल 2टा रोप्ने अनि त्यो चाहिँ के हुन्छ भने रोजगार पनि पायो क्या त्यहाँको रुख गर्दा दिनको 1000 दियो भने त्यसले त नि बिदादेवी के अरे त्यो शेरबहादुरले के भन्थ्यो थाहा छ मलेसियामा पाउँछ अरे 8-10 हजारको रुख त्यो पनि ढोका के भन्छ त्यस्तै कुटुम के हो यो बिला लुटुम यहाँ
त्यो फिला लुटु मरे अमिता हेलो मिता रक्स्या मिता यता यता मिताको साह्रै राम्रो भाइ यता पनि छ
हजुर ल यो तपाईँको लागि यता जाँदैछ यता डायमन्ड हो यता छ है त्यस्तो हो यो यतापट्टि चाहिँ विशाल भाइले यसो चिम्टाले चेपेर यसरी निकाल्छ देखाउँछ डायमन्ड अरे डायमन्ड त्यसमा म ओके हो तर लाउनेले भन्दा देखाउनेको ठुलो उयो हो उसले देखाउँछ म व्यवस्था गरिहाल्छु भइहाल्यो ल ल पल्टेछ फेरि पल्टेछ पल्ट्यो
ल उहाँको परिचय उहाँले गर्नुभएको कार्यक्रम विशाल राई मगर हजुरको घर चाहिँ मेरो घर यही मास्तिर हो माथि इलाम जिल्ला इलामै यो पनि हामी बसेको पनि इलामै हो इलामकै सिमाना यो तर हजुरलाई सुन गोलघरदेखि उता इलाम हो यो गोलघरदेखि कि उता इलाम अनि हामीलाई सम्झेर उहाँ माथिदेखि आउनुभयो जे जस्तो भए पनि होइन एकदमै तपाईँलाई धेरै धेरै धन्यवाद दाउरा काट्दै थिएँ कि म यसो हजुरले हामी बसेको रङ्गी चङ्गी देखेर हजुर आउनुभयो है ल एकदमै खुसी छ सुन्नु एकदमै खुसी छ होइन यस्तो रङ्गी चङ्गी देख्दाखेरि आउनु होला म चाहिँ अनिल आचार्य धरानबाट आएको हो होइन हामी अब सबै हामी 500 जना आएका छौँ होइन है दाइ ल ठिकै छ एकदमै तपाईँ अब सुन्नु न अघिल्लो दिनमा आउँदा पनि हामीलाई चाहिँ थोरै अब तपाईँले साथ सहयोग गरिदिनु होइन यहाँ यसो अन्त किन सहयोग भए पनि यसो बोलीको सहयोग गरिदिनु भने हामीलाई धेरै ठुलो चाहिँ अपेक्षा हुन्छ हजुरले यो ठाउँको विषयमा हामीलाई धेरै वर्णन गर्नुभयो यो पाहाडको विषयमा वर्णन गर्नुभयो डाँडापाखाको विषयमा वर्णन गर्नुभयो होइन एकदमै खुसी लाग्यो ल दाइ लु धन्यवाद मेरो ल धन्यवाद दाइ छिन्यो अरे को हुन्छ अर्ग्यानिक हो कि न कमरेड हेलो कमरेड ल हामी रमाइलो यहाँ जोर सागको पिकनिक खाइसक्यौँ होइन आगो देखाउनु यहाँ आगो बलेको देखाउनुहोस् यहाँ अरे हाम्रो आगो फेरि यतिकै यो दाउरा भनेको हाम्रो एकदम यतिकै रात दिन यतिकै बल्छ यो हामीले मार्न मिल्दैन नि आगो रातभरि बल्छ दिनभरि बल्छ है कमरेड अब यो सक्यो हाम्रो यो 3 जर्किन सक्यो एक जर्किन मेरो यहाँ माथि गौडामा छ अब हामी यो खाँदै गरेको अनि घरको पनि बाँकी छ घरको त बाँकी नै छ बाँकी छ किरात पार्क जान्छु अनि यसको फेरि सक्छौँ एकदम रमाइलो यहाँसम्म ल्याउनु मेरो हितैषी मित्र टङ्क तामाङलाई हृदयदेखि म धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि उहाँले हरेक कामको बावजुद पनि यहाँसम्म चाहिँ हामीलाई यो ठोट्ने बिचमा राखेर चाहिँ हामीलाई यतिसम्म चाहिँ आज 8-10 घन्टाको समय दिनुभयो उहाँलाई धेरै धेरै ठिक छ धन्यवाद होइन अब हामीले पनि उहाँलाई सहयोग गर्न सकौँ हामी पनि धरानमा केही गर्न सकौँ उहाँलाई पनि कुनै ठाउँमा चाहिँ उयो गर्न सकौँ त्यत्तिकै लागि पनि उहाँ विशाल दाइलाई पनि एकदमै धेरै धेरै धन्यवाद हजुरहरू आउनुभयो म भएर आउनुभयो नि त म थेर आउनुभयो त म त्यहाँ कार्यथलो मेरो जन्मथलो बुद्ध शान्ति वार्ड नम्बर 6 झापाको शान्तिनगर है म यहाँ थिएँ पहिला इलाममा म जन्मेँ पछि इन्माल जन्मेपछि म यहाँ आएँ त्यहाँबाट पछि मेरो इलामको बोर्डर हो झापा बोर्डरमा अहिले भनेको इलामै पर्यो ठिक हो यस्तो के भने जेसुकै भए पनि उहाँले हामीलाई धेरै साथ सहयोग गर्नुभयो उहाँको साथ सहयोगको लागि चाहिँ म आफ्नो तर्फबाट होइन मेरो जति आउनु भएको थियो जस्तो आउनु भएको छ मेरो साथी विशाल आएको छ लक्ष्मण राई आएको छ मेरो सर आउनु भएको छ उहाँको लागि चाहिँ एकदमै मेरो मनबाट एकदमै चाहिँ कृतज्ञता चाहिँ म अर्पण गर्न चाहन्छु ल अर्को मेरो एउटा मैले छोटो भने एउटा राखेँ म यहाँ थिएर हजुर आउनुभयो म भाइ त्यो नमार्देऊ भाइ त्यो नमार्दियो रातभरि बोलोस् दिनभरि घरि बिहेर्छ त्यो नगर त्यो रातभरि बोल्छ दिनभरि बोल्छ जति छ त्यति बोल्छ अनि अर्को के भने मेरो चाहिँ तपाईँहरू हुनु म यहाँ थिएर हजुर आउनुभयो मैले निम्तो गरेको पहिलो कुरो मैले निम्तो गरेँ मैले कसरी गरेँ भन्दा हामी एउटै जागिर खाने एउटै बस्ने जातमा आफ्नो फरक होला तलमाथि हाम्रो जात कहिले हुँदैन है हामी एउटै जाति हामी एउटै वेशभूषा हामी सबै एउटा घोपा क्याम्पमा सेक्युरिटीमा जाइरहेको हामी एउटा सेक्युरिटीको कार्यरत हो हामी जातिमा फरक पनि हामी सबै सुरुमा चाहिँ नेपाली मैले रिक्वेस्ट गरेको र मेरो रिक्वेस्ट मान्नुभयो आउनुभयो त्यही मलाई खुसी प्लिज अनि अर्को कुरो म के भन्छु भने मेरो भाइ बहिनी छोराछोरी बाउ आमा लगायत मेरो दाई होइन डम्बर दाई भनेको मेरो त ससुरालीपट्टिको राम्रै मान्छे हो नजिकको मान्छे आएर तपाईँ नाचिदिनु भयो खुसी लाग्यो हामी अहिले यहाँ सानो एउटा खोलाघारीमा एउटा टिमा खोला र एउटा ठोट्ने खोलाको बिचमा हामी आएर हल्का मनोरञ्जन गऱ्यौँ
मैले यो रक्सीको जर्किन यो हुक्काको मेरो एउटा काँडो हो अब सिध्यो अब हामी यो यहाँ थन्क्याएर फेरि हामी अर्को माथि मेरो भाइहरूलाई म मेरो साथीहरूलाई लगायत म दाजुभाइहरूलाई किरात पार्क म लाँदैछु उहाँहरूलाई मैले जति रमाइलो गर्न सकेँ जति मनोरञ्जन गराउन सकेँ म त्यसमा ह्याप्पी यति भन्दा भन्दै यो सबै कुरा गर्ने चाहिँ सबै कुरा यताउता सबै मिलाइदिने चाहिँ हाम्रो चाहिँ के छ भन्दाखेरि हाम्रो चाहिँ कम्पनीको सबैभन्दा कमान्डर हेमन्त राईज्यूलाई चाहिँ म एकदमै चाहिँ धन्यवाद दिन चाहन्छु। उहाँले गर्दाखेरि चाहिँ यहाँसम्म आइसक्यो होइन, उहाँले गर्दा उहाँले सबै कुरा मिलाइदिँदाखेरि यहाँसम्म हामी आउन सफल भयो। यसको लागि चाहिँ हेमन्त राईज्यूलाई चाहिँ उहाँको के छ पेज के छ कस्तो छ मलाई थाहा छैन, उहाँको लागि चाहिँ एकदमै मैले मेरो मलिन सरले भन्नुभयो मेरो भाइ हो यस्तो हो मैले गर्नुभयो किनभने सबैभन्दा पहिलो कुरो आज म सम्झेर आउनुभयो तपाईँ कमरेड भनेको मेरो भित्री साथी यहाँ लगायत हाम्रो सेक्युरिटी परेको सबै साथी बिपिकेएसको हामी सबै एउटा साथी हो क्या कमरेड मसँग आउनुभयो त्यसमै ठुलो कुरो हो। एकदम धन्यवाद। वडा कार्यालयदेखि मास्तिर मेरो भाइ बुहारीको यहाँ एउटा होमस्टे यहाँबाट ट्याक्कै जस्ट मास्तिरपट्टि यसो उकालो छ त्यहाँबाट उता भनेको नेपालको तेस्रो पुल नेपालको तेस्रो पुल लामामा पर्नु अब हामी यहाँबाट ट्याक्कै पारिपट्टि सुनमै भन्ने ठाउँमा छिर्छौँ हो। नेपालको के अरे नेपालको तेस्रो पुल नेपालको सबैभन्दा लामो पुल झोलुङ्गे पुल यो चाहिँ हाम्रो चटपटेदेखि यो केराको अर्ग्यानिक है फेरि कोलाको केही मिसावट छैन कोला भन्दैन हाम्रो केरै भन्छ केराको कोला भन्दा कोला भन्छ नि त हामी चाहिँ केराको क्या लक्ष्मणजी अब त फ्रेस हुनुभयो पछाडि हुन्छ उहाँ अलिक लजाउनुहुन्छ लुक्नु भएको छ अहिले बुहारी झापा जिल्लाको शान्तिनगरको नेपालको तेस्रो सबैभन्दा लम्बाइ तपाईँले हेर्नुहोस् यतापट्टि हेर्नुहोस् यस्तो क्षेत्रहरू छ है सबै खुल्ला बगिरहेको छ यतापट्टि हेर्नुहोस् यस्तै छ सबैपट्टि ठ्याक्क हामीलाई दिइरहेको छ यसले चाहिँ हामीलाई सबै कुरा दिइरहेको छ तपाईँहरूलाई पनि त्यस्तै समय सापेक्ष पर भने यो पुलमा चाहिँ आइदिनु होला है। यसको पनि एउटा कुरा यसको पनि आफ्नो एउटा महत्त्व छ त्यो भएको कारणले गर्दाखेरि आइदिनु होला धेरै राम्रो हुन्छ। यसमा तपाईँले सबै हेर्दा माथि देखाइदिन्छ सर एकचोटि माथि डाँडा काँडा हेर्नुहोस् त तपाईँको कति छ सर र खोला बगिरहेको छ खेतबाली छ सबै कुरा छ डाँडा पाका सबै कुरा यता हेरेर तल हाइवे छ यो भनेर 300 मिटर तल हाइवे छ यो ठाउँ चाहिँ तपाईँलाई चाहिँ घुम्न आउनको लागि एकदमै चाहिँ तपाईँलाई चाहिँ घुम्न आउनु भने शान्तिनगरमा आउँदाखेरि चाहिँ यो पुल चाहिँ कहिले पनि नबिर्सिनु। झापादेखि इलामसम्म चाहिँ एकदमै हामीलाई चाहिँ यहाँसम्म एकदमै ल्याइदिन चाहिँ तपाईँले धेरै चाहिँ घुमेको मेरो सिधै भन्नुपर्दा मेरो सिद्धान्त र मेरो एउटा तपाईँको सिद्धान्त भनेको साथीभाइलाई चाहिँ सन्तुष्ट दिनु हो। त्यो पनि हो। अर्को कुरो के हो भने सुन्न तपाईँले घरमा बस्दा बस्दै पनि हामी साथीभाइहरूलाई चाहिँ यो पुल जाऊँ न त भनेर चाहिँ लिएर आउनुभयो होइन। यो पुल भनेको चाहिँ तपाईँको चाहिँ नेपालको चाहिँ तेस्रो पुल ल्याइदिनु भयो तेस्रो पुल ल्याइदिनु भयो। त्यसमा चाहिँ एकदमै मेरो हितेशी मित्र मेरो आदरणीय दाइ टङ्क तामाङ दाइलाई म आदरणीय थ्याङ्क यू मेरो भाइ। अर्को कुरा के हो भन्दाखेरि हाम्रो अर्ग्यानिक यो माथि मात्रै म पनि यहाँ लोकल कस्तो ठाउँमा चाहिँ हजुरले ल्याएर चाहिँ हामीले जस्तो
मेरो चाहिँ मसँगै काम गर्ने एकदमै सुपरभाइजर चाहिँ एकदमै चाहिँ हेमन्त राईज्यूलाई चाहिँ होइन यहाँ ल्याइदिनु भयो। त्यहाँ सँगसँगै मसँग काम गर्ने चाहिँ विशाल राई, मेरो हितेश मित्र, अर्को चाहिँ लक्ष्मण राई, हाम्रो लगायत सबै साथीभाइलाई चाहिँ एकदमै तपाईँले चाहिँ यहाँसम्म ल्याइदिनु भएको कारण एकदमै मलाई चाहिँ हृदयदेखि चाहिँ एकदमै कस्तो भन्दाखेरि यो पुलबाट चाहिँ यो खोला चाहिँ हाम्रो कुन खोला भन्न मिल्छ यसलाई? यो हाम्रो ठोट्ने र तिमै मिसिएको हो, ठोट्ने र तिमै मिसिएको। यसलाई सिधै भन्नु तिमै खोला राखौँ न, तिमै खोला राखौँ न तिमै खोला गुल्मा चाहिँ ठ्याक्क टिमाएर ठ्याक्क बिचमा बसेर चाहिँ हजुरले चाहिँ हामीलाई चाहिँ एकदमै चाहिँ यो गरिदिनु भएको कारणले गर्दाखेरि तपाईँलाई धेरै धेरै धन्यवाद। म एकदम कृतज्ञता, मेरो चाहिँ आत्मादेखि कृतज्ञता। मैले यस्तो हजुरलाई के गरेँ भने म पनि गर्छु। मेरो यस्तै मैसँग आएको साथीहरू यो विशाल राई, किन भन्दाखेरि भाइ भाइ पनि एकदमै किन भन्दाखेरि मेरो सबैभन्दा जिग्री किन पाउँदिन भन्नु कारण चाहिँ म पनि आसिजान्छु, म नुन्छु भन्ने गर्दाखेरि माथि के छ घरमा बुद्ध शान्ति छैन, वार्डमा छरमा म बसेको थिएँ, तर मेरो घर जन्मस्थल त्यहीँ हो। म घोपाक्यामा अब तपाईँ हामी सबै एउटै हामी एउटा परिवारमा बसेर जागिर खाएको मान्छे बस्नु हो, मलाई सम्झेर आउनुभयो कि तपाईँ हुनुहुन्थ्यो र हामी आयौँ। मैले त्यो बोलाएँ हजुरलाई, मलाई खुसी लाग्यो एकदमै। मेरो गाउँठाउँ यस्तै देख्नुभयो। अनि त्यहाँ माथि के छ मैले दुःख सुख मैले आफ्नो सङ्गठनमा गरेँ। हेमन्त सर हुनुहुन्छ, तपाईँको सुन्नु, तपाईँले त हामीलाई त तपाईँलाई त कति अब त्यो के हामीसँग शब्दै छैन। तपाईँको कति काम कति सुन्नु कामको बावजुद पनि हजुरले हामीलाई यति चाहिँ साथ सहयोग दिएर चाहिँ हामीलाई सबै कुरा चाहिँ गरिदिनु भयो। त्यसको लागि त अझ हजुरलाई चाहिँ धेरै धेरै होइन हृदयदेखि नि मैले चाहिँ अब साथीलाई धेरै गर्नु त मैले सकिनँ, मैले त्यत्रो टाइम दिनु सकिनँ हो। मलाई भनेर म छु र तपाईँहरू आउनुभयो।
हावा चाहिँ कता कालो ग्रीन टी राम्रो घाम लागेको फ्रेस त सूर्य उदाउने ठाउँ भनेको हो त नि विशालले त हेर भाइ त्यो थुक्पा खाऊ होला ठिक छ नि थुक्पा खाऊ ल थुक्पा खाऊ न त ल इलाम ए अब त पिज्जै पिज्जा टेन्सन नले पिज्जै पिज्जा क्या भर्खर चाहिँ 8 बज्दैछ के टेन्सन के छ रे खाना थुक्पा खाऊ न ल यसलाई अलिकति यो पुस्न मिल्छ होला यो बाहिरको टेबल
अवस्था के छ हौ अनिलजी? यता यता हेरेर त भन्नुहोस्। लक्ष्मण सर अवस्था नाजुक हो? सोध्दै जानु रवि चाहिँ पुगेको थियो। रवि बजार एकदमै भारी हो। हिमाल चाहिँ कुन रहेछ? नगद होइन। सगरमाथा त होइन होला। जहाँसम्म लाग्छ कञ्चनजङ्घा त यतै हो। कुम्भकर्ण पनि यतै हो। रवि हुने यो होस् कि लाग्यो यतै होला। भिडियो त खिच्नै पर्यो।
यही त होला नि कहाँदेखि यति पिच बनाएछ